हरेक वर्ष वर्षा हुन्छ। वर्षाको कारणले गर्दाखेरि त्यहाँका जनजीवन अस्तव्यस्त हुन्छ, किनभने त्यहाँ सदरमुकामसम्म पुग्ने, ठाउँ ठाउँमा पुग्ने बाटासाटा सबै बाढी पहिरोले लिएर जान्छ। अब यो हुन त यो समितिसँग सन्दर्भमा जोडिएको कुरा होइन जस्तो लाग्छ, तर यसले गर्दाखेरि थुप्रै मानव अधिकार उल्लङ्घन भइरहेको छ। जस्तो कि पेट्रोलियम पदार्थ त्यहाँ नपुग्दाखेरि जुन अस्पताल जाने, ढुवानी गर्ने सामग्रीदेखि लिएर बिरामीहरूलाई अस्पताल लैजाने सम्मको कठिनाइहरू भइरहेको छ। हामीले पटक पटक सङ्कटग्रस्त क्षेत्र भनेर इलामलाई घोषणा पनि गऱ्यौँ। त्यस सँगसँगै विपद व्यवस्थापनमा गएर भूगर्भविदलाई पनि हामीले थुप्रैचोटि त्यहाँ अवलोकनको लागि लिएर गयौँ। उहाँले पनि काम गर्नुभएको छ, तर सम्बन्धित निकायबाट, सम्बन्धित मन्त्रालयबाट पर्याप्त बजेट नपरेको कारणले गर्दाखेरि अहिले इलाम टापु जस्तो भएर बसेको छ। त्यहाँ कुनै पनि सामग्री लाने अवस्था छैन। त्यही कारणले गर्दाखेरि यो मानव अधिकार केही न केही हिसाबले यो उल्लङ्घन भएको कारणले गर्दाखेरि यस समितिले यी सम्पूर्ण कुराहरूमा यथाशीघ्र सरकारलाई ध्यान आकर्षण गराउने काम गर्दछ भनेर मैले माग राख्न चाहन्छु। धेरै धेरै धन्यवाद छ।